भारतले पिल्लर सारिरहेछ खेती गरिरहेको मान्छेले आफ्नो जग्गा नछोडे हो नेपालले कहाँ कब्जा गर्यो भन्नु त होइन सक्छ नेपालले भारतको सीमा मिच्न प्रमाण छ भन्दै छन् त बालन शाहले त मसँग इन्फर्मेसन छ भनिरहेछ नि त त्यो ल्याउनु पर्यो नि त इन्फर्मेसनमा कहाँ छ खै कहाँ हामी उतै रूपन्देहीतिरको मान्छे हो भारतले पिल्लर सारेको हो कि जग्गा तपाईँको यहाँ छ भारतले पिल्लर उहाँ पुर्यायो यताको नेपालीले त खेती त गर्छ त भारतले पिल्लर सारेको छ त्यो भन्न नसक्ने अनि नेपालीले कब्जा गरिदियो भन्दै नि नेपालीको हैसियत छ हाम्रो हैसियत छ रासपाका कुरा नगर्नुहोस् यो रासपाको कुरै नगर्नुहोस् कुरा गर्नुहोस् प्रधानमन्त्रीले बोलेको मलाई चित्त नबुझाइ पनि प्रधानमन्त्रीको बोलीमा हो मैले त केपी ओलीलाई गाली गर्दै केपी ओली भन्दा अझै 3 गुणा देखेँ मैले यो यहाँ दुई चिज छ या त यो व्यवस्थालाई फेल गराउनको लागि रणनीतिक रूपमा यो संविधान यो व्यवस्थामा यस्तो हुन्छ है जे पनि गर्छ मान्छेले भनेर प्रधानमन्त्रीले नियोजित रूपमा बोल्नु भयो नभए कोहीबाट परिचालित भएर तैँले यस्तो भन् भोलि हामीलाई सजिलो हुन्छ भनेर भन्नुभयो नभए आजसम्म कहाँको कब्जा गर्यो भनिदिनु पर्यो नि त भारतले पिल्लर सारिरहेछ खेती गरिरहेको मान्छेले आफ्नो जग्गा नछोडे हो नेपालले कहाँ कब्जा गर्यो भन्नु त होइन सक्छ नेपालले भारतको सीमा मिच्न प्रमाण छ भन्दै छन् त बालन शाहले त मसँग इन्फर्मेसन छ भनिरहेछ नि त त्यो ल्याउनु पर्यो नि त इन्फर्मेसनमा कहाँ छ खै कहाँ हामी उतै रूपन्देहीतिरको मान्छे हो भारतले पिल्लर सारेको हो कि जग्गा तपाईँको यहाँ छ भारतले पिल्लर उहाँ पुर्यायो यताको नेपालीले त खेती त गर्छ त भारतले पिल्लर सारेको छ त्यो भन्न नसक्ने अनि नेपालीले कब्जा गरिदियो भन्दै नि नेपालीको हैसियत छ हाम्रो हैसियत छ होइन हाम्रो हैसियत छ तपाईँलाई लाग्छ ल यसो अलिअलि तपाईँ हुन्छ नि हामी लड्न कहाँ सक्छौँ त्यही भने अनि कसरी मिच्यो के नेपालले कतिपयले भनिरहेका छन् बालनले भारतलाई घुमौर तरिकाले चुनौती दिए च्यालेन्ज दिए भारतलाई भन्ने खालको कुरा पनि छ है भन्न त अब कसले के भन्छ त भन्नेतिर नलागौँ कि तर प्रधानमन्त्री के बोल्नुभयो त्यसमा फोकस गरौँ न तपाईँ हामीले प्रधानमन्त्रीले बोलेको कुरा के हो नेपालले पनि भारतको जग्गाहरू कति ठाउँमा मिचिएको छ कहाँनिर मिचिया रहेछ हामी त इन्डियाले मिचेको त त्यत्रो लिस्टै छ अनि प्रधानमन्त्री होसमा हुनु न त के हो त्यसो भाइ होइन अब त्यो मैले प्रधानमन्त्रीको बारेमा धेरै व्याख्या विश्लेषण नगरौँ उहाँले कसरी बोल्नुभयो त उहाँले जवाब दिनुपर्छ उहाँले फेसबुकमा स्टाटस लेखेर माफी मागेर हुँदैन नैतिकताको आधारमा राजीनामा दिनुपर्छ के बोले उहाँले किन नमाग्ने त देशको लागि गद्दार गर्न पाइन्छ 2 दिए होस् कि 4 दिए होस् देशलाई गद्दार गर्न पाइन्छ त्यो के शब्द बोले हो तपाईँलाई चित्त बुझेछ चित्त बुझे भए तपाईँ आनन्दले कोठामा बस्नु त नि जनताको राय लिन आउनु भएको छ तपाईँहरू माइती घरमा आउनु भएको छ नि जनताले के भनिरहेछन् फेरि आज रवि लामी छाने भारत भ्रमणमा पनि छन् उहाँको आफ्नो बाटो होला यो मैले 2 चिज अहिले भनिसकेँ त 2टा कोण हो एउटा संविधानलाई विफल पार्ने अर्को भनेको सिक्किम जस्तो सिक्किमीकरण गराउने कि राजा ल्याउन आँटेको अब यो दुई कोण छ यो संविधानलाई विफल पार्नको लागि पनि यस्ता गतिविधि गरिन्छ यो अझै सुरुवात हो यो अझै हेर्दै जानु होला यस्ता काण्डहरू धेरै बाहिर आउनेछन् बालनले दिएको अभिव्यक्तिपछि नेपालमा भारतीय सेना छिरेको कुनाकाबाट भन्ने कुरा पनि आइरहेछ अब त्यो चाहिँ मैले थाहा पाएको छैन कसैको ऋण लिएछ नि तपाईँले तिर्नु त पर्ला नि त कसैको खाछ नि त जग्गा त त्यो अनि दिउँ न तराई जति दिउँ सम्म जति भारतलाई दिउँ यता चाइनाको पनि मिचिए होला हामी नेपाली त पहिलो रहेछौँ चाइनाको पनि मिचिए होला सगरमाथादेखि युरेनियम भएको जति चाइनालाई दिउँ उसले पनि त खोज्ला नि फेरि होइन हाम्रो जग्गा हामीले होइन चाइनाले पनि खोज्ला नि त मेरो मिचिएछ भनेर बसेर कुराकानी गरौँ पनि भनिरहेछ नि त